हेलो हेलो गाइज, बिहानीको मिरमिरे घामसँगै म चाहिँ आज घाँस काट्ने ठाउँमा पुगिसकेको छु र म चाहिँ हातमा पन्जा लगाएर एकदम घाँस काट्नुको लागि तमतक रेडी भइरहेको छु। अनि त्यसपछि मैले पन्जा लगाइसकेर नाम्लो हँसिया टिपेर म घाँस काट्न तयार भएँ र म घाँस काट्न थालिसकेको छु। एकदमै भिरालो जङ्गल छ, घाँस चाहिँ एकदमै धेरै पाइन्छ र एकैछिनमा भारी पनि पुग्छ। र मैले घाँस काटेको ठाउँ चाहिँ यस्तो छ। मैले घाँस काटिसकेँ र पन्जा र हँसिया चाहिँ यता राखेको छु र घाँसको भारी चाहिँ यता छ। र मैले चाहिँ त्यो भारीलाई बोकेर घरतर्फ लागिरहेको छु। बाटो एकदमै अप्ठ्यारो छ, भिडियो गर्न पनि एकदमै अप्ठ्यारो भइरहेको छ। बाटो यस्तो छ, एकदमै भिरालो ठाउँ छ। अहिले म जङ्गलभित्र छु। यी जङ्गल यस्तो छ र म चाहिँ लागिरहेको छु साँगुरो बाटो हुँदै घरतर्फ। र यहाँ चाहिँ मूल बाटो छ र त्यो मूल बाटोमा चाहिँ म झरिरहेको छु। र मूल बाटोमा ओर्लिसकेको छु र म यताबाट आएको हुँ र यो माथि देखिँदै गरेको ठाउँभन्दा अझै माथिबाट मैले घाँस लिएर आएको हुँ। र यहाँ चाहिँ गोरु चर्दै रहेछन् रोडको छेउमा। र यता चाहिँ खोलाको बगर छ र म चाहिँ घर आइपुगिसकेको छु। मैले लिएको घाँस यता लडाएको छु र यता चाहिँ डेरीले काट्नु भएको रहेछ। तिहारको रमझम पनि चलिरहेको छ। एकदम सयपत्री फुल मजाले ढकमक्क फुलिरहेको छ र यो चाहिँ हाम्रै घर अगाडि फुलेको फुल हो। यो मैले हजुरहरुमा देखाउने प्रयास गरेर देखाइरहेको छु। र मङ्सिर लाग्न आँटेको छ, धान पनि एकदम रमझम पाकिसकेको छ। र यता चाहिँ खेत छ, माथि एउटा गोरु चर्दै रहेछ। एकछिनमा जुम गरेर देखाउँछु म हजुरहरुलाई। यतापट्टितिर चाहिँ हाम्रो छिमेकीको घर छ र यहाँ चाहिँ एउटा मात्र गोरु देखियो, उँभोपट्टि एउटा छ। र आजको मेरो भ्लग चाहिँ हजुरहरुलाई के कस्तो लाग्यो कृपया लाइक, कमेन्ट र सब्स्क्राइब गरिदिनु होला है त। हस्त, धन्यवाद, नमस्कार।